गाइज आज चाहिँ हामी बुढाबुढी घुम्न आएको छौँ। कहाँ आएको छौँ भन्दाखेरि गोदाबारी। अनि फर्स्टमा आउँदा आउँदा चाहिँ मलाई चाहिँ भोक लाग्यो अनि खाजा खानुलाई चाहिँ स्टार्ट गऱ्यौँ गाइज। कस्तो लाग्यो त खाजा? दामी छ, रोटी पनि छ, तरकारी पनि दामी छ। अन्त अब जापानिज हो। दुईजना त मस्त। आलु चप पनि एड गरेँ। मलाई चाहिँ भोक लागेको थियो साथीहरू। मेरो बुढाले त हाँसै खानु मन लागेन अरे। यहाँनिर खाजा खाएको थियौँ। त्यसपछि अब चाहिँ लाग्यौँ घुम्नलाई। हेर्नु सक्नुहुन्छ गाइज, फुल यति राम्रो फुलेको छ, यति धेरै ठुलो झाँगेर। यो सबै खाजा खाने ठाउँहरू रहेछ। हेर्नु कस्तो भइरहेको छ त आजको बुढाबुढीको डेट। वाउ भइरहेको छ। अझ भन्दा पनि सुन्नु साथीहरू, यो चराको आवाज। चरा होइन, यो झाउँकिरी। के अरे चरा भनेपछि के अरे? झाउँकिरी किरा होइन? सुन्नु सक्नुहुन्छ साथीहरू, झाउँकिरीको आवाज। पयाङ पयाङ तर बसिरहेको छ चर्का गरेर। यो रुख चाहिँ बुढो भइसकेछ है। यहाँनिर चाहिँ टक्कसँगले पोखरको जस्तो। हेर न म कति रातो। कति वर्षपछि हामी आयौँ बुढा? 10 वर्ष भयो होला यता नआएको हामी। हामी बिहे गरेरै आएको थियो है। आउनु चाहिँ होइन, बिहे गरेपछि आएको त। ए बिहे गरेपछि तपाईँले के अरे बर्थडे कि एनिभर्सरीको बेला घुमाउनु ल्याउनु भएको थियो होइन? एकचोटि याद छ मलाई, कि बर्थडे कि एनिभर्सरी हो, धेरै पछि पहिला हो, बिर्सेँ गाइज। बुढेसकाल लाग्यो नि त अब त। 10 वर्ष भयो होला हामी यहाँ आएको होइन? होइन हो। कति रातो कि म चाहिँ। कतिर जाने? यो पारीको जङ्गलमा त च्याउहरू पाउँछ होला है, च्याउ निगुरेहरू। मृगहरू सबै पाउँछ त्यता। बाघ भालु। पनि भन्छ बुढाबुढी हिँड्दा कतिको मजा भयो हो। हेर्नु न, म त कति सेतै फुली गएको देखेको कि। तिमी बुढी हो नि त। भाभी फोहोर नफालो लेखेको भावी फोहोर नफालो। किरा चाहिँ कति साह्रो कराएको नि। हेर्न सक्नुहुन्छ साथीहरू, मेरो बुढा चाहिँ एकदम हिँडिराख्नु भएको छ भनेपछि म चाहिँ यसरी भिडियो गर्दै यहाँको हरियाली, यो शान्त वातावरण अनि एकदम किराको क्याङकुङ काङकुङमा मेरो पहिला हामी आमासँग सानोमा दसैँमा होइन, माउलीमा टिका लगाउनु जाँदाखेरि यस्तो आवाज सुन्दै जान्थ्यौँ। मेरो माउली ससुराल चाहिँ लेखमा रहेछ। सुँगुरको मासु पिरिङामा हालेर अनि रक्सीहरू बोकेर पुतुङ जान्थ्यो आमासँग। यति हरियाली ठाउँ है। हेर मेरो बुढाको गति। कस्तो शीतल ठाउँ। यो यसको थाकल है बुयो बो, थाकल हो यो, हो नि है? होइन कि सुपारी हो यो बोट? के हो त्यसको त छैन। हाई
वाउ कमलको फुल हेर्नुहोस् त होला नि असाध्यै रमाइलो रहेछ म त पहिला आएको एकचोटि तर बिर्सेँ भो त्यति बेला हेर्नुहोस् त कति राम्रो मेरो बुढा नि उता भिडियो बनाउँदै जाँदै हुनुहुन्छ यो अम्लिसो फुलेर पनि यस्तो भइसकेको छ अझै यस्तो राम्रो गार्डन छ देख्न सक्नुहुन्छ साथीहरू हेर्नुहोस् त फुलै फुल यहाँ चराहरू परेबा न्याउलीको स्वर हो मेरो बुढा हरायो म चाहिँ खोज्न जान्छु हामी बुढाबुढी भिडियो आफू बनाउँदै हेलो कहाँ छ त हेर्नु त बुढाबुढी आफ्नो आफ्नो क्यामेरा तेर्सेर हिँड्ने ल बुढा वाउ हेर्नु त यस्तो हरियाली जङ्गलमा यस्तो हरियाली ठाउँमा चाहिँ म चाहिँ रातो के यता हेर्नु भारी बोक्नु पर्छ एउटा बोक न ल ओ यहाँ राख्नु मिल्दैन भन्छ ल के मेरो सामान बोकेर यत्रो अहिले व्यवस्था गर्नुपर्छ बुढा हेर्नु कति रातो भएको कि म तिमी मान्छे नै रातो त्यसमा म त यसको नाम के हो थाहा छ यसको नाम थाहा छ हात्तीबार हो मलाई थाहा छ के भन्छ यसको धागो होला यसको धागोहरू निस्किन्छ दामी खालको त्यस्तो नगर्नु न त्यस्तो गर्नु सक्नुहुन्न तपाईँले यहाँको हरियाली चाहिँ मलाई असाध्यै मन पर्यो मलाई चाहिँ अहिलेको खोला छ नि खोला भएकोतिर जाउँ न जानु मन लागेछ पानी सलल बगिरहेको ठाउँमा पनि आइपुग्यौँ हामी चाहिँ यस्तो गर्मीमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा हामी चाहिँ माथिको पार्कमा छिर्यौँ ऊ माथि जानेर पो मलाई त अल्छी लाग्यो हिँड्दै थाक्यो यता हेर्नु के काम रे अब मेरो बुढी चाहिँ माथि नजाने भन्दैछ होइन पैसा त्यत्रो तिरेपछि माथि नगएको के अर्थ भनेर म चाहिँ जान्नु गले साथीहरू म गले कि हिँड्दा त्यही भएर बुढा चाहिँ त्यहाँ नगई के काम भन्नुहुन्छ शीतलमा बस्नु पाएछ रातो न रातो भएछ र के छ दाजु खबर
गलेर गलेर हिँड्दा हिँड्दा गाइज हामी त हामी बुढाबुढीको लागि डेटिङको लागि हामीले खाजा किनेको चाहिँ एउटा यो फिङ्गर भयो पिरोवालामा, अनि एउटा लेस छ, अनि त्यसपछि एउटा चिज बल छ, अनि त्यसपछि स्प्राइट। अब चाहिँ खाने, यस्तो पसिना पसिना भएको छ। आउनु खाम, अलिअलि घटाउँ, अनि एक राउन्ड घुम्ने अनि जाने साथीहरू घर हामी। आउनु बो ल खाने हामी चाहिँ। हेर्नुहोस् त पुतली गाइज। हेर्नु न गार्डनभित्र छिर्यौँ। ओइ मलाई छिट्टो घर जानु मन लागिसक्यो, छिटो आउनु, छिटो छिटो। यहाँ त हाम्रो जङ्गलतिर यस्तो झार यस्तो फुलहरू त कति हुन्छ बु। यो गार्डन पनि हेरिसक्यो फाइनली गाइस। बाहिर निक्लिहाल्ने, म चाहिँ छिटो छिटो फटाफट गरेर भाग्नु छ घरतिर। फोटो खिचौँ न एउटा पारीको सिन निकालेर। बो आउनु, हिँड्नु भनेपछि चाहिँ मलाई लास्टै अल्छी लाग्नु थालिसक्यो बु। माथि माथि डाँडा डाँडातिर फोटो के अरे भिडियो सिडियो गरेर हामी चाहिँ घुमघाम गरेर रमाइलो गरेर अब चाहिँ फर्किँदैछौँ अहिले बाटो। छिटो आउनु है बुढा। राम्रो रहेछ त, त्यस्तो रहेछ। सट्टै आएको नि एउटा भिडियो क्लिक गरेर आउँ न त टक्कसँगले। यो चाहिँ हाम्रैतिर पाउनेहरू हो, यिनीहरू जङ्गलतिर पो पाउँछ त टक्कसँग। यहाँ त सजाएर पुरै राखेको छ त। गर्मी भयो, छिटो छिटो जाउँ है। फुल फुलेको छ त्यस्तो रमाइलो सबजना। जाने कुरो मलाई पसलको यादले धेरै सताइरहेछ। जानुपर्छ अब। म चाहिँ गर्मीले छिटो छिटो भागिसकेँ, छिटो आउनु। बुढाले एउटा झुक्ला बोकाएको कि एकछिन गाह्रो भयो। होइन होइन त्यत्रो धेरै बोकाइरहेछ। गन 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 बोक्नु त पर्छ त। अनि ऊ यसो फोटो खिचिदिनु न, राम्रो देखिँदो रहेछ हेर्नु त फुल। फाइनली गाइज हामी चाहिँ घुमेर पुरै बुढाबुढी आयो, अनि ट्याक्सी हामीले चाहिँ बोलाएको छौँ। मलाई हिँड्न गाह्रो भयो, देख्न सक्नुहुन्छ मेरो हालत। यता हेर्नु न बुढा, यता
फाइनली गाइज हामी चाहिँ गाडी कुरिरहेको थियौँ, हाम्रो ट्याक्सी यहाँ आइपुग्यो। अब टक्कसँगले घर पुगेछ। लेट्स गो। हाम्रो गुरुजी दाजु पनि आइपुग्नु भएको छ। धेरै टाढो 5 मिनट टाढोबाट आउनुभयो कि अलिक पर्खमा चाहिँ गएर हल्का केही खानेकुरा खाउँ। योजना बनाएको सब फर्केको अब चाहिँ कति हावाले भन्थ्यो। Charging connected. अघि हामीले यहाँनिर खाजा खाएको होइन,